क्वेसनले चाहिँ हामीले रेट अफ डिप्रिसिएसन निकाल्न है। रेट अफ डिप्रिसिएसन निकाल्न क्वेसनले ब्लक पुल भनेर दिन्छ। कहिले कहिले चाहिँ यहाँभित्रको आइटम पनि दिन सक्छ है। ब्लक ए भन्ने पार्ट चाहिँ ब्लक एमा चाहिँ बिल्डिङ ब्रिज स्ट्रक्चर एक ठाउँबाट चाहिँ अर्को ठाउँमा चाहिँ सार्न नमिल्ने आइटमहरू चाहिँ ब्लक एमा पर्छन् है। अनि ब्लक एमा चाहिँ 5% डिप्रिसिएसन रेट अफ डिप्रिसिएसन चाहिँ 5% काटिन्छ है। अनि ब्लक बीमा चाहिँ कम्प्युटर डाटा प्रोसेसिङ इक्विपमेन्ट फर्निचर फिक्चर एन्ड अफिस इक्विपमेन्ट डाटा ह्यान्डलिङ इक्विपमेन्ट अफिसमा युज हुने चाहिँ ब्लक बीमा पर्छ है। अनि त्यसको रेट अफ डिप्रिसिएसन चाहिँ 25% काटिन्छ है। अनि ब्लक सीमा चाहिँ अटोमोबाइल बस एन्ड मिनी बस जिप भेन कार भनेर दिएपा चाहिँ त्यो चाहिँ ब्लक सीमा पर्छ है। ब्लक सीमा चाहिँ रेट अफ डिप्रिसिएसन 20% काटिन्छ है। अनि ब्लक डीमा चाहिँ प्लान्ट मेसिनरी इक्विपमेन्ट चाहिँ फ्याक्ट्रीमा प्रयोग हुने फिक्स एसेटहरू चाहिँ ब्लक डीमा पर्छ है। रेट अफ डिप्रिसिएसन चाहिँ 15% काटिन्छ है। अनि ब्लक ईमा इन्टेन्जिबल एसेटहरू पर्छन् प्याटेन्ट कपिराइट ट्रेडमार्क सफ्टवेयर पर्छन् है। ब्लक ईमा चाहिँ रेट अफ डिप्रिसिएसन चाहिँ कस्ट डिभाइड बाई लाइफ गरेर काटिन्छ है। कस्ट हामीलाई क्वेसनले जो दिन्छ लाइफ चाहिँ हामीलाई चाहिँ यसरी दिन्छ 5 इयर 1 मन्थ 5 इयर 2 मन्थ 5 इयर 6 मन्थ यसरी दिन्छ। 5 इयर 1 मन्थ दिएपा चाहिँ 5 इयर मात्रै लेखिन्छ है। 5 इयरदेखि 1 2 3 4 5 मन्थसम्म दिएपा चाहिँ यसमा केही चेन्ज गर्नु पर्यो। जति इयर दिन्छ त्यति लेख्ने। 5 इयर 1 2 3 4 5 मन्थसम्म जुन मन्थ दिए पनि त्यसमा 5 इयर लेखिन्छ है। 5 इयर 6 7 8 9 10 11 मन्थसम्म जुन पनि दिन सक्छ त्यसमा चाहिँ 0.5 चाहिँ जुन इयर दिन्छ त्यसमा चाहिँ 0.58 गरिन्छ है। अनि यहाँ 5 इयर 6 मन्थ भनेर आएपा चाहिँ 5 अनि प्लस 0.5 गर्दा 5.5 भयो है। अनि 5 इयर 12 मन्थ भनेपा चाहिँ 6 इयर हुन्छ है। 6 इयर दिएको हुन्छ है। क्वेसनले चाहिँ हामीलाई क्याल्कुलेसन अफ डिप्रिसिएसन बेस एलाइबर डिप्रिसिएसन फर द इयर सोधेपा चाहिँ हामीले चाहिँ यो फर्मेट गरिन्छ है। सुरुमा चाहिँ ओपनिङ डब्लुडिबी लेखिन्छ। ब्लक चाहिँ हामीलाई दिएको हुन्छ एबिसी भनेर दिन्छ नि। यहाँ ब्लक लेखिन्छ ब्लक ए दिएपा ए लेखिन्छ है। यस्तै गरी अनि ओपनिङ डब्लुडिबी लेखिन्छ एड प्रिभियस इयर क्यापिटलाइज भ्यालु अन एब्जर्ब पिपिसी एन्ड आरएनडी ओन्ली डी ब्लकमा जान्छ। क्यापिटलाइज कि त अन एब्जर्ब भनेर दिएपा चाहिँ पिपिसी एन्ड आरएनडी दिएपा चाहिँ ब्लक डी दिएपा मात्रै जान्छ। अरू ब्लक दिएपा चाहिँ त्यसमा चाहिँ जाँदैन है। यो चाहिँ के अरे क्यापिटलाइज भन्न पर्यो। अनि अनएब्जर्ब भनेपा मात्रै पिपिसी एन्ड आरएनडी जान्छ। अनि तर यहाँ तिमी चाहिँ ब्लक सी दिएपा चाहिँ हामीले क्वेसनले सोधेपा ब्लक सीमा चाहिँ यो क्यापिटलाइज अनएब्जर्ब पिपिसी एन्ड आरएनडी दिएपा चाहिँ यो चाहिँ लेख्न पर्दैन। तर प्रिभियस इयर क्यापिटलाइज भ्यालु अनएब्जर्ब पिपिसी एन्ड आरएनडी अनि डी ब्लकको सोधेपा चाहिँ हामीलाई डी ब्लकको सोधेपा चाहिँ यो जान्छ है। अनि प्रिभियस इयर क्यापिटलाइज भ्यालु अनएब्जर्ब रिपेयर एन्ड इम्प्रुभमेन्टमा चाहिँ क्यापिटलाइज अनएब्जर्ब भनेपा चाहिँ रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट हुन्छ। यसमा चाहिँ जुन ब्लक दिए पनि जान्छ यो चाहिँ ओन्ली डी ब्लकमा मात्रै जान्छ। यो चाहिँ सबै ब्लकमा जान्छ है। अनि एडिसनल ड्युरिङ द इयर पर्चेज भनेर दिएपा चाहिँ यसमा लेखिन्छ है। एडिसनल ड्युरिङ द इयरमा चाहिँ फर्स्ट राउन्ड देखि लास्ट पुस्तम्म मन्थ दिएपा चाहिँ हामीलाई चाहिँ एडिसनल यतिमा पर्चेज गरियो भनेर दिएपा चाहिँ कस्ट मल्टिप्लाई बाई 3/3 गरेर लेखिन्छ यहाँ तिमी। अनि माघदेखि चैत्रसम्मको जुन महिना दिएपा पनि त्यसमा चाहिँ कस्ट मल्टिप्लाई बाई 2/3 गरेर गरिन्छ है। अनि त्यस्तै गरी वैशाखदेखि असार इन्डसम्मको चाहिँ अन्तिम असारसम्मको चाहिँ महिना दिएपा चाहिँ कस्ट मल्टिप्लाई बाई 1/3 गरिन्छ है। अनि यहाँ लेखिन्छ डिस्पोजल ड्युरिङ द इयर दिएपा चाहिँ यहाँ लेखिन्छ सेल्स भनेर दिएपा चाहिँ। अनि पछि
एड प्रिभियस इयर क्यापिटलाइज भ्यालु अनएब्जर्ब पिपिसी एन्ड आरएनडी कि त हामीलाई क्यापिटलाइज भ्यालु भनेर दिन्छ कि त अनएब्जर्ब भनेर दिन्छ है। यसमा चाहिँ यो गरेर डिस्पोजल भ्यालु चाहिँ माइनस गर्दा चाहिँ डिप्रिसिएसन बेस एमाउन्ट आउँछ है। डिप्रिसिएसन बेस एमाउन्ट आएपछि अनि रेट अफ डिप्रिसिएसन काटिन्छ है। रेट अफ डिप्रिसिएसन ब्लक एमा बपार 5%, ब्लक बीमा बपार 25%, ब्लक सीमा बपार 20%, ब्लक डीमा बपार चाहिँ 15% काटिन्छ अनि ब्लक ईमा चाहिँ कस्ट अपन लाइफ गरेर गरिन्छ है। त्यसपछि एलाइबर डिप्रिसिएसन आउँछ है। एलाइबर डिप्रिसिएसन चाहिँ यो डिप्रिसिएसन बेस एमाउन्टको यो ब्लक ए भनेपछि 5% गरेर चाहिँ एलाइबर डिप्रिसिएसन आउँछ। डिप्रिसिएसन बेस एमाउन्ट र एलाइबर डिप्रिसिएसन माइनस गर्दा चाहिँ क्लोजिङ डब्ल्युडिबी आउँछ है। अनि क्वेसनमा चाहिँ हामीलाई चाहिँ रिपेयर, एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट, एक्चुअल एक्सपेन्डिचर अन रिपेयर एन्ड इम्प्रुभमेन्ट, रिपेयर एक्सपेन्सेस, एक्चुअल रिपेयर कस्ट भनेर चाहिँ यो गरिन्छ है। यसमा चाहिँ क्यालकुलेसन अफ क्यापिटलाइज भ्यालु अफ रिपेयर भनेर लेखिन्छ 7% अफ डिप्रिसिएसन बेस एमाउन्ट। डिप्रिसिएसन बेस एमाउन्ट यहाँको भ्यालु चाहिँ यहाँ राखिन्छ अनि एक्चुअल रिपेयर चाहिँ हामीलाई दिएको हुन्छ। यो माइनस यो गर्दा चाहिँ माइनसमा आयो भने चाहिँ क्यापिटलाइज रिपेयर हुन्छ, प्लसमा आयो भने चाहिँ यो सजिलो तरिका है बुझ्नलाई। यो माइनस यो 7% माइनस एक्चुअल माइनसमा आपार चाहिँ क्यापिटलाइज रिपेयर हुन्छ, प्लसमा आपार चाहिँ निल लेखिन्छ, इक्वल आपार पनि निल लेखिन्छ है। क्वेसनले चाहिँ क्यालकुलेसन अफ डिप्रिसिएसन बेस भ्यालु फर द नेक्स्ट इयर भनेर सोधे पार चाहिँ फर द नेक्स्ट इयर भनेर सोधे पार चाहिँ यो फर्मेट लेखिन्छ है। सुरुमा चाहिँ क्लोजिङ डब्ल्युडिबी भयो है। क्लोजिङ डब्ल्युडिबी चाहिँ यहाँबाट आयो क्लोजिङ डब्ल्युडिबी। क्लोजिङ डब्ल्युडिबी यहाँबाट आयो। अनएब्जर्ब एडिसनल ड्युरिङ द इयर। एडिसनल ड्युरिङ द इयरमा चाहिँ माघ सुरुदेखि चैत्र अन्तिमसम्ममा चाहिँ कस्ट इन्टु 1/3 भयो अनि वैशाख सुरुदेखि चाहिँ असार अन्तिमसम्म चाहिँ कस्ट इन्टु 2/3 भयो है। अनि पछि यहाँ किन भएन साउनदेखि चाहिँ पुससम्म भने भए चाहिँ त्यहाँ 3/3 भइसकेको थियो नि त, 3/3 पुऱ्याउनु पर्छ कि 3/3 भइसक्यो त्यही भएर यहाँ चाहिँ 3/3 लेखिएन। अनि पछि अगाडिकोमा चाहिँ 2/3 लेखिएको थियो त्यही भएर चाहिँ माथि 3 पुऱ्याउनु पऱ्यो नि त, 2 भयो 1 पुगेन नि त त्यही भएर 1/3 भयो। अनि अगाडिपट्टि वैशाखमा चाहिँ वैशाख सुरुदेखि अन्तिमसम्म चाहिँ हामीले 1/3 लेखेको थियौँ अनि त्यही भएर चाहिँ 1/3 भयो। 1/3 भएपछि चाहिँ 1/3 भयो, 2 चाहिँ पुगेन नि त माथिपट्टि 3 बनाउनलाई त्यही भएर चाहिँ 2/3 भयो है। अनि क्यापिटलाइज भ्यालु अफ रिपेयर एन्ड इम्प्रुभमेन्ट। क्यापिटलाइज भ्यालु अफ रिपेयर एन्ड इम्प्रुभमेन्ट चाहिँ हामीले यहाँबाट निकालेको हुन्छौँ है 7%बाट। माइनसमा आपार चाहिँ यो माइनस यो गर्दा माइनसमा आपार चाहिँ क्यापिटलाइज रिपेयर हुन्छ, यो माइनस यो गर्दाखेरि चाहिँ प्लसमा आपार चाहिँ निल लेखिन्छ, इक्वल आपार पनि निल लेखिन्छ है। यहाँबाट आयो क्यापिटलाइज भ्यालु अफ रिपेयर आयो, क्यापिटलाइज भ्यालु अफ रिपेयर एन्ड इम्प्रुभमेन्ट आयो यसबाट चाहिँ। अनि पछि फेरि क्यापिटलाइज भ्यालु अफ पिपिसी एन्ड आरएनडी चाहिँ हामीलाई क्वेसनले चाहिँ दिन्छ यसरी। हामीलाई क्वेसनले आफैले दिन्छ, क्वेसनले जो हामीलाई दिन्छ ग्रस इन्कम, टोटल डिडक्सन बिफोर पिपिसी, बिजनेस लस अनि द कम्पनी इन्कर्ड 3 लाख फर पोल्युसन कन्ट्रोल कस्ट भनेर दिए चाहिँ पोल्युसन कन्ट्रोल कस्ट भनेर दियो नि त, त्यही भएर चाहिँ यहाँ थिम आयो है। क्यापिटलाइज भ्यालु अफ पिपिसी एन्ड आरएनडी लेख्न पर्यो है। क्यापिटलाइज भ्यालु अफ पिपिसी एन्ड आरएनडी कसरी आउँछ भने चाहिँ यहाँ वर्किङ नोट निकाल्न पर्छ। यसको लागि चाहिँ पहिला ग्रस इन्कम लेखिन्छ, टोटल डिडक्सन बिफोर पिपिसी एन्ड आरएनडी लेखिन्छ अनि बिजनेस लस यो दुईटा माइनस गरेपछि चाहिँ एडजस्टेड ट्याक्सेबल इन्कम आउँछ। एडजस्टेड ट्याक्सेबल इन्कम आएपछि 50% अफ यो एडजस्टेड ट्याक्सेबल इन्कम लेखिन्छ, यो एमाउन्ट यहाँ लेखिन्छ। यहाँ लेखेपछि यो भ्यालु आउँछ यहाँ थिम चाहिँ एक्चुअल पिपिसी एन्ड आरएनडी। पिपिसी एन्ड आरएनडी भने पनि भयो, आरएनडी लेखे पनि भयो है। यो आउँछ, यो एक्चुअल भ्यालु चाहिँ यो 3 लाख आउँछ है। 3 लाख चाहिँ यहाँ आउँछ है। यो माइनस यो गर्दा चाहिँ माइनसमा आयो भने माइनसमा आएपछि चाहिँ क्यापिटलाइज आरएनडी हुन्छ, यो चाहिँ यहाँ लेखिन्छ है। अनि ओपनिङ डब्ल्युडिबी आयो है, सबै एड गरेपछि ओपनिङ डब्ल्युडिबी आयो है।